यो भिडियो बनाउनुको उद्देश्य चाहिँ यो प्रोडक्टहरु देखाउनु होइन है। प्रोडक्टको प्याकेजिङ बक्सको बारेमा थोरै डिस्कस गर्न चाहन्छु। यहाँ हेर्नुस् है त, मैले यसरी यसलाई तानेर खोले हैन। नर्मली हामीले के गर्छौं, यो भित्रको सामानसँग सरकार हुन्छ, बाहिरको बक्स फाल्दिने गर्छौं। त्यसरी नै डिजाइन भएर आएको हुन्छ नि त प्याकेटहरु है। प्याकेजिङको डिजाइन पनि कति मजाले गरिएको छ के। कस्टमरहरुको भावनालाई विचार गर्दै यो डिजाइन गर्नु भनेको ठूलै कुरा हो। कसै देशमा सानसाना कुराहरुलाई कसरी विचार गर्ने रहेछ भन्ने कुरा यो सानो एउटा सामानले नै देखाइदियो है। यहाँ हेर्नुस् कति मजाले यसरी ओपन गर्यो, आफूले भित्रको सामान झिक्यो, युज गर्यो, फेरि यसरी भित्र लगेर राख्दियो। हाम्रोतिर के हुन्छ, सामान तपाईको प्याकेटसँग जेसुकै गर्नुस्, तपाईको समस्या भनेर डिजाइन गरेको हुन्छ। तर यहाँ त्यस्तो हुँदैन, सानसानो कुरालाई पनि कति ध्यान दिएको हुन्छ। मटेरियल कस्तो हुने, शेप कस्तो राख्ने, ओपनिङ कहाँ राख्ने, प्रयोग कसरी गर्ने, त्यो सबै ध्यान दिन्छ। डिजाइन भनेको सुन्दर देखाउनु मात्र होइन नि त, प्रयोग गर्ने मान्छेको काम सजिलो बनाउनु पनि हो नि। यसै धेरै ठुलो कुरा गर्न खोज्या होइन। मलाई चाहिँ यो इन्ट्रेस्टिङ लागेको भएर मैले यो भिडियो बनाएको हुँ। यदि हजुरहरूलाई पनि यस्ता प्याकेजिङका सानसाना कुराहरूले नोटिस हुन्छ भनेदेखि कमेन्ट सेक्सनमा लेख्नु होला है त।